हाम्रो आमाबुबाले सानो तलबमा पनि घर बनाउनु भयो, हामीलाई पढाउनु भयो र जिन्दगी राम्रोसँग चलाउनु भयो। तर आज हामीहरू उहाँहरू भन्दा कयौं गुणा बढी कमाउँछौं। तर पनि काठमाडौँमा आफ्नो घर किन्नु एउटा सपना जस्तै लाग्छ। किन? आज म यही कुराको बारेमा यो भिडियोमा डिस्कस गर्नेछु। नेपालका ठूला सहरहरूमा विशेष गरी काठमाडौँ उपत्यकामा घरको मूल्य यति बढेको छ कि एक सामान्य मिडल क्लास परिवारले जिन्दगीभर बचत गरे पनि एउटा राम्रो ठाउँमा घर किन्न सक्दैन। काठमाडौँको बानेश्वर, कोटेश्वर वा बुद्धनगर जस्तो ठाउँमा एउटा सानो फ्ल्याटको मूल्य पनि आज 1 करोड भन्दा माथि पुगिसकेको छ। यो कुरा सुन्दा तपाईलाई अचम्म लाग्न सक्छ, तर यो हाम्रो दैनिक यथार्थ हो। अर्थशास्त्रमा एउटा मापन हुन्छ, प्राइस टु इन्कम रेसियो, अर्थात् एउटा घर किन्न कति वर्षको पूरा आम्दानी लाग्छ। सामान्यतया यो अनुपात 3 देखि 5 सम्म ठिक मानिन्छ। तर काठमाडौँमा एक सामान्य सरकारी वा निजी क्षेत्रको कर्मचारीको तलब हेर्दा यो अनुपात 15 देखि 20 सम्म पुग्छ। मतलब 1 रुपियाँ पनि नखर्चिकिन केवल बचत गर्दै जाँदा पनि घर किन्न 15 देखि 20 वर्ष लाग्छ। र यो केवल काठमाडौँको मात्रै कुरा होइन, पोखरा, बुटवल, भरतपुर, विराटनगर सबैतिर यही हाल हुँदैछ। तर अब प्रश्न उठ्छ, यस्तो किन भइरहेको छ? पहिलो कारण हो डिमान्ड र सप्लाईको असन्तुलन। काठमाडौँ उपत्यकामा हरेक वर्ष हजारौं मान्छेहरू रोजगारी र शिक्षाको खोजीमा आउँछन्, तर त्यस अनुसार घर बन्दैनन्। जुन घर बन्छन् ती पनि सस्तो होइन, महँगो लग्जरी अपार्टमेन्ट बन्छन्, जुन सामान्य मान्छेको पहुँच भन्दा निकै नै बाहिर हुन्छ। दोस्रो कारण हो जग्गाको आकाशिने मूल्य। नेपालमा जग्गाको मूल्य पछिल्लो 10-15 वर्षमा अस्वाभाविक रूपले बढेको देखिन्छ। काठमाडौँको रिङ रोड भित्र एक आना जग्गाको मूल्य 50 देखि 1 करोडसम्म पुगेको छ। जब जग्गा नै यति महँगो छ, त्यसमाथि बनेको घर कसरी सस्तो हुन्छ र? तेस्रो कारण हो कालो धन र सट्टाबाजी। नेपालमा धेरै जसो जग्गा र घरको कारोबार कालो धन लुकाउन हुन्छ। मान्छेहरू आफू बस्न होइन, लगानी गरेर मूल्य बढ्दा बेच्न घर किन्छन्। यसले कृत्रिम रूपमा माग बढाउँछ र मूल्य सबैका लागि उकालो लाग्छ, र जसलाई साँच्चै बस्नु छ उसका लागि घर पहुँच भन्दा बाहिर हुन्छ। चौथो कारण अनुमति र झन्झट प्रक्रिया। नेपालमा घर बनाउन नक्सा पास, वातावरण अनुमति, नगरपालिकाको स्वीकृति लगायत थुप्रै प्रक्रिया पार गर्नुपर्छ। यी प्रक्रियाहरूमा समय र पैसा धेरै लाग्छ र कतिपय ठाउँमा घुस नदिई काम अगाडि बढ्दैन। यो सबै खर्च अन्तिममा घर किन्नेकै खल्तीबाट जान्छ। यसको असर केवल पैसामा मात्र सीमित छैन। आज काठमाडौँमा काम गर्ने धेरै युवाहरू ढिलो विवाह गर्दैछन्, किनभने पहिला सेटल हुनु छ, र सेटलको अर्थ आफ्नो घर। तर जब 1 करोड घरको लागि 20-25 वर्षसम्म वर्षको किस्ता तिर्नुपर्ने हिसाब आउँछ, र त्यो किस्ता महिनाको आधा तलब भन्दा पनि धेरै हुन्छ, तब मान्छेहरू घर किन्ने निर्णय पछाडि धकेल्छन्, र साथमा विवाह र बच्चाको निर्णय पनि। र जो घर किन्छन् उनीहरूको हालत के हुन्छ? मानौ तपाईले काठमाडौँको कोटेश्वरमा 1 करोड 20 लाखको फ्ल्याट किन्नुभयो, 30 लाख डाउन पेमेन्ट गर्नुभयो र बाँकी 90 लाख 20 वर्षको ब्याङ्क लोनमा लिनुभयो। मासिक किस्ता हुन्छ 80 देखि 90 हजार रुपियाँ। 20 वर्षमा तपाईले कुल तिर्नुहुन्छ करिब 2 करोड, अर्थात् 90 लाख लोनका लागि 1 करोड 10 लाख ब्याजमा मात्र गयो। र रेन्टको कुरा गर्दा काठमाडौँको बानेश्वर वा माइतीघर नजिक एउटा सामान्य कोठा फ्ल्याटको भाडा आज 20 देखि 30 हजार रुपियाँ छ। मतलब तलबको आधाभन्दा बढी केवल भाडामा मात्रै जान्छ, र त्यो पनि त्यस घरका लागि जुन कहिल्यै आफ्नो हुँदैन।